Okay, how to start a YouTube channel अथवा यो हामीलाई YouTube च्यानल बनाउन त सबैलाई आउँछ र यो भिडियो चाहिँ YouTube च्यानल कसरी बनाउने भन्दा पनि YouTube च्यानलभित्र कस्ता कस्ता भिडियोहरू हाल्ने र YouTubeले कसरी काम गर्छ त्यो सबै कुराहरू म आज तपाईँहरूलाई सिकाउन गइरहेको छु। त्योभन्दा पनि अगाडि एउटा क्वेसन आउन सक्छ, वाइ टु स्टार्ट अ YouTube च्यानल? हामीले YouTube च्यानल चाहिँ किन खोल्ने त? सो बेसिकली भन्नुपर्दाखेरि युट्युब च्यानल भनेको चाहिँ एउटा ग्रेट सोर्स अफ सेकेन्डरी इन्कम हो। जहाँनेरि हाम्रो इन्स्टाग्राममा हेरौँ, फेसबुकमा हेरौँ, दिनैपिछे नयाँ नयाँ ट्रेन्डहरू आइरहेको हुन्छ। युट्युबमा चाहिँ एउटै ट्रेन्ड लामो समयसम्म चलिरहेको छ। अर्थात् तपाईँहरूले हाल्नुभएको भिडियोहरू, तपाईँहरूले अपलोड गर्नुभएको भिडियोहरू चाहिँ आजभन्दा 1 वर्ष पछाडिसम्म पनि चलिराख्न सक्छ। इन्स्टाग्राममा चाहिँ के हुन्छ भन्दाखेरि, इन्स्टाग्रामकै कुरो गरौँ सुरुमा। इन्स्टाग्राममा के हुन्छ भन्दाखेरि हामीले आज एउटा भिडियो हाल्यौँ, आज कुनै एउटा कुरा भाइरल भइरहेको छ भने अब 1 हप्ता पछाडि अर्को कुरा भाइरल भइरहेको हुन्छ। टिकटकमा नि सेम हुन्छ। टिकटकमा आज केही कुरा भाइरल छ अथवा आज एउटा कुरा चलिरहेको छ, अब 1 हप्तापछि अर्कै कुरा चलिरहेको हुन्छ। तर युट्युबमा चाहिँ एउटा स्टेबिलिटी हुन्छ। अर्थात् लामो समयसम्म एउटै कुरा चलिरहन्छ। तपाईँको कन्टेन्ट हेर्ने मान्छे, तपाईँले हालेको कन्टेन्टहरू हेर्ने मान्छे पुरानोले अरू कन्टेन्टहरू मन पराए पनि नयाँ नयाँ मान्छेहरू आइ नै रहन्छन्। युट्युबमा एक्टिभ भनेका लगभग 3 बिलियन युजर्सहरू छन् भन्ने डाटाहरूले देखाएको छ। अर्थात् तपाईँहरूको भिडियो हेर्न सक्ने मान्छेहरूको सङ्ख्या चाहिँ 3 बिलियन छ। दिनैपिछे युट्युबमा चाहिँ 3 बिलियन मान्छेहरू एक्टिभ हुन्छन् अरे। त्यो 3 बिलियन मान्छेलाई नै मनपर्ने खालको भिडियो त हामीले बनाउन सकिँदैन। तर त्यहाँबाट केही 1-2 हजारजना मान्छेलाई मनपर्ने खालको भिडियोहरू चाहिँ कसरी बनाउने हो त्यो कुरा पनि सिक्नेछौँ आज। साथसाथै हामीले युट्युबलाई मोनिटाइज गर्नुपर्ने छ भने चाहिँ हामीले हरेक भिडियो एउटै खालको टपिकमा बनाउनु पर्ने हुन्छ। एउटा भिडियो चाहिँ गेमिङमा छ, अर्को भिडियो अर्कै तरिकाको छ, अर्को भिडियोमा गिटार बजाएर हालेको छ, अर्को भिडियोमा गीत गाइरहेको छ। त्यस्तो खालको युट्युब च्यानल चाहिँ मोनिटाइज हुँदैन। त्यो चाहिँ हामीले जस्ट फर फन टाइप अफ युट्युब च्यानल बनाएको छौँ भने मात्रै त्यसरी भिडियोजहरू हाल्नुपर्छ। हामीले एउटा मोनिटाइजेबल खालको युट्युब च्यानल खोल्ने रहर छ भने चाहिँ एकै खालको एउटै टपिकमा अथवा एउटै निसमा रहेर भिडियोजहरू बनाइराख्नुपर्छ। हामीले गेमिङ च्यानल खोलेको छ भने चाहिँ गेमिङको कन्टेन्ट मात्रै लगाउने, ब्लगिङको च्यानल छ भने ब्लग्सहरू मात्रै लगाउने, साथसाथै एआई जेनेरेटेड भिडियोहरू हाल्ने च्यानल छ भने चाहिँ हामीले के खालको एआई जेनेरेटेड भिडियोजहरू हाल्दैछौँ, कुन निसमा रहेर, कुन टपिकमा रहेर हाल्दैछौँ, त्यही टपिकभित्रको कुरोहरू मात्रै हाल्ने। जस्तो मैले अगाडि सिकाइसकेको छु, हल्कको चाहिँ एउटा बनाएर अब तपाईँहरूले त्यस्तो खालको युट्युब च्यानल बनाउनु भयो भने चाहिँ त्यही क्यारेक्टर्सहरूलाई दोहोऱ्याइरहने हो। त्यही निसमा रहेर चाहिँ बनाउनु पर्ने भयो। अघिल्लो दिन हल्कको बनाएको छ, अब भोलिपल्ट चाहिँ अरू नै नयाँ नयाँ क्यारेक्टरहरू ल्याएर बनायो भने त्यसलाई चाहिँ युट्युबले मोनिटाइजेबल ठान्दैन। र साथसाथै हामीले चाहिँ एउटा स्टेबल तरिकाले भिडियोहरू पनि अपलोड गरिराखेको हुनुपर्छ। जस्तै हप्तामा चाहिँ कमसेकम 3-4 वटा भिडियोहरू हाल्ने, सर्ट्सहरू हाल्ने हो भने र लङ भिडियोजहरू हाल्ने हो भने चाहिँ हप्तामा एउटा अथवा महिनामा एउटा, जे भए पनि एउटा स्टेबल तरिकाले भिडियोहरू हालिराख्नुपर्ने हुन्छ। कहिलेकाहीँ दिनमा 3-4 वटा भिडियो, कहिलेकाहीँ दिनमा 2टा भिडियो, कहिलेकाहीँ चाहिँ भिडियो नै हालेको छैन। हो त्यस्तो अनस्टेबिलिटी पनि युट्युबले चाहिँ खासै एक्सेप्ट गर्दैन। त्यस्तो गर्नुभयो भने मोनिटाइज नहुने चाहिँ होइन, मोनिटाइज चाहिँ हुन्छ, तर हाम्रो च्यानल ग्रो चाहिँ एकदमै स्लोली ग्रो हुन्छ। हामीले स्टेबल तरिकाले एउटै टाइम पिरियडमा एक हप्तामा अथवा एक दिनमा अथवा दिनमा 2टा बिहान बेलुका हो त्यसरी भिडियोजहरू अपलोड गर्दैछौँ भने चाहिँ त्यो एउटा एकदमै स्टेबल तरिकाले हाम्रो युट्युब च्यानल ग्रो हुन्छ। र अब अर्को पनि क्वेसन आउन सक्छ, हामीले युट्युब च्यानल बनाएर पैसा कमाउन सक्छौँ भने चाहिँ हामीले अब पढाइ रोज्ने कि युट्युब च्यानललाई रोज्ने त भनेर। सो हामीले चाहिँ अहिले चाहिँ फर्स्ट प्रायोरिटी आफ्नो पढाइलाई नै दिनुपर्छ। जो स्टुडेन्ट्सहरूले हेर्दै हुनुहुन्छ, आफ्नो जुन पढाइ छ त्यसलाई चाहिँ मेन प्रायोरिटी दिने हो। यसलाई चाहिँ लगभग दिनको
हाफ एन आवर अथवा 45 मिनट्स दिँदा पनि हुन्छ युट्युबलाई। यो चाहिँ हामीले पछि भविष्यको केही सोचेर एउटा सेकेन्डरी इन्कम होस् भनेर चाहिँ गर्न आँटेको हौँ। हामीले युट्युबमा च्यानल बनाएर मोनिटाइज गरेर एउटा घरै ठड्याउन सक्छौँ अथवा गाडीहरू किन्छौँ, हो त्यस्तो सपनाहरू चाहिँ अहिले नैदेखि नदेख्नु होला। किनकि धेरै सक्सेसफुल युट्युबरहरू पनि यत्तिकै सक्सेसफुल चाहिँ भएका होइनन्। उनीहरूले पनि धेरै इयर्स हार्डवर्क गरेर भिडियो एडिटिङहरू सिकेर विभिन्न कुराहरू सिकेर चाहिँ त्यहाँसम्म पुगेका छन्। अब तपाईँहरूले युट्युब च्यानलमा सफलता नपाए पनि एउटा न एउटा नयाँ कुरा चाहिँ सिक्नुहुनेछ। जस्तै भ्लगिङहरू गरिन्छ भने आफैमा कन्फिडेन्सहरू आउँछ। गेमिङ च्यानलहरू बनाएको छ भने गेमिङ स्किल्सहरू डेभलप हुन्छ, कम्युनिकेसन स्किल्सहरू डेभलप हुन्छ। यसरी फेसलेस च्यानल नै बनाउँदाखेरि पनि कम्युनिकेसन स्किल्सहरू डेभलप हुन्छ। हाम्रो थम्बनेल डिजाइनिङहरू भयो, साथसाथै भिडियो एडिटिङहरू भयो, त्यो धेरै नयाँ नयाँ कुराहरू सिक्न सकिन्छ। यसलाई चाहिँ एउटा पैसा कमाउने स्रोतभन्दा पनि एउटा सिक्ने सिकाउने मौकाको रूपमा चाहिँ युट्युब च्यानललाई चाहिँ लिएर अगाडि बढ्नुपर्छ। हाम्रो मेन प्रायोरिटी चाहिँ मेन फोकस चाहिँ हाम्रो स्टडिज प्राइमरी इन्कमतिर नै हुनुपर्छ। जुन मैले 40-45 मिनट टाइम दिने भनेको छु त्यो चाहिँ आजभन्दा 5-6 वर्ष अगाडि चाहिँ एकदमै धेरै टाइम पनि लाग्न सक्थ्यो। किनकि त्यतिखेर चाहिँ हामीले स्क्रिप्टहरू भयो, आइडियाहरू भयो भिडियोको लागि त्यो चाहिँ आफैले निकाल्नुपर्ने हुन्थ्यो। सो स्क्रिप्ट राइटिङहरूमा चाहिँ 5-6 घन्टा लाग्ने, आइडियाहरू सोच्न पनि त्यस्तै धेरै टाइम लाग्ने गर्थ्यो भने अहिले चाहिँ हामी त्यो सबै काम एआईबाट गराउन आँटेको छौँ। लेट्स see how we can do that 5-6 hours of work in just a few minutes using AI. हामीले ChatGPT भन्ने AI चाहिँ आज युज गर्न आँटेको छौँ। ChatGPT चाहिँ हामीले गुगल प्ले स्टोरबाट डाउनलोड गरेर ChatGPTमा आफ्नो गुगलबाट लगइन गर्नेछौँ र ChatGPT भित्र जानेछौँ। सो हाम्रो ChatGPT को इन्टरफेस चाहिँ यस्तो रहेको छ। ओके, फर्स्ट प्रम्प्ट फर द आइडिया अफ द भिडियो। सो आज चाहिँ म तपाईँहरूलाई एआई जेनेरेटेड भिडियोजको आइडियाज प्लस स्क्रिप्ट ChatGPTबाट कसरी लेख्ने हो त्यो सिकाउन गइरहेको छु। तपाईँहरूले आफ्नै आइडियामा काम गरिराख्नु भएको छ भने त्यसको लागि आइडियाज प्लस स्क्रिप्ट पनि एआईले चाहिँ ChatGPTले चाहिँ लेख्नेछ। त्यसको लागि पनि प्रम्प्ट म कमेन्टमा राखिदिनेछु। ओके, अब यहाँनेरिबाट चाहिँ हामीलाई 10 वटा पपुलर निसहरू चाहिँ दिनेछ जुन चाहिँ नेपाल र इन्डियामा एकदमै पपुलर छन्। अब यो चाहिँ हामी सबै कुरा एआई जेनेरेटेड भिडियोजको निसहरू हुन् है त। यो सबै एआई जेनेरेटेड भिडियोजको लागि आइडियाजहरू हुन्। अब यहाँनेरिबाट कुनै एउटा निस छान्ने, यो 10 वटा निसहरू दिएको छ अर्थात् 10 वटा आइडियाहरू दिएको छ। यो 10 वटा आइडियाबाट कुनै एउटा आइडिया छान्नेछौँ। सो म चाहिँ 2 नम्बरको आइडिया छान्दैछु, एआई एनिमेटेड स्टोरिज। यसको लागि पनि म प्रम्प्ट दिनेछु है त। सो गिभ मी आइडियाज फर एआई एनिमेटेड स्टोरिज, यति नै मैले प्रम्प्ट दिएको छु। हामीलाई चाहिँ यहाँनेरि एआईले धेरैवटा आइडियाहरू दिइसकेको छ। यहाँबाट कुनै एउटा आइडिया छान्दा पनि भयो अथवा यहाँबाट कुनै पनि आइडिया मन परेन भने चाहिँ गिभ मी मोर आइडियाज भनेर हामीले लेख्न सक्छौँ। लेट्स राइट गिभ मी मोर आइडियाज, हामीलाई चाहिँ यहाँनेरि अझै धेरैवटा आइडियाजहरू एआईले दिइसकेको छ। सो आई एम चुजिङ दिस वान, चाइल्डहुड नोस्टाल्जिया मास अपिलवाला। ओके, लेट्स डु वान द लास्ट डे अफ स्कुल। अब हामीले चाहिँ यहाँनेरिबाट स्क्रिप्ट लेखेर अथवा यहाँनेरिबाट कुनै एउटा प्रम्प्ट लेखाएर यो एआईले लेखाएर चाहिँ ग्रकमा गएर पेस्ट गर्नेछौँ र त्यहाँनेरिबाट चाहिँ एआई जेनेरेटेड भिडियोजहरू क्रिएट गर्नेछौँ। अब त्यो प्रम्प्ट लेखाउनको लागि चाहिँ हामीले यो एआईलाई एउटा कमान्ड दिनुपर्ने हुन्छ। सो ओके, दिस इज द प्रम्प्ट वी आर युजिङ। अब यहाँनिर चाहिँ उसले हाम्रो लागि एउटा स्क्रिप्ट तयार गर्नेछ र यो स्क्रिप्टबाट चाहिँ हामीले अब प्रम्प्ट पनि लेखाउनेछौँ यही एआईलाई। उसले स्क्रिप्ट चाहिँ लेखिसकेको छ र कति सेकेन्डको स्क्रिप्ट छ भन्दाखेरि 42 सेकेन्डको स्क्रिप्ट छ। ओके, लेट्स गिभ दिस प्रम्प्ट नाउ। राइट अ प्रम्प्ट बेस्ड अन स्क्रिप्ट विच आई क्यान युज एन्ड ग्रक टु जेनेरेट भिडियो क्लिप। ओके, यो हरेक प्रम्प्ट चाहिँ हामीले
हिजो मैले सिकाएको जस्तै क्लिप 1 मा यो प्रम्प्ट हाल्नेछौँ। त्यसपछाडि लास्ट पार्टलाई स्क्रिनशट गरेर क्लिप 2 मा यो प्रम्प्ट हाल्नेछौँ। त्यसपछाडि फेरि लास्ट पार्टलाई स्क्रिनशट गरेर क्लिप 3 मा यो प्रम्प्ट हाल्नेछौँ। अनि त्यही कुरा रिपिट गर्दै 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 यहाँनेरि टोटल 7 वटा प्रम्प्ट छन्। लास्टमा चाहिँ यसरी नै स्क्रिनशट गर्दै गर्दै यो प्रम्प्टहरू कपी पेस्ट गर्दै गर्दै हामीले भिडियो बनाउनेछौँ। ओके, सो प्रो टिप चाहिँ के छ भन्दाखेरि आजको लागि हामीले ग्रकमा भनेको चाहिँ दिनमा 20 देखि 30 वटा भिडियो बनाउन सकिन्छ। हाम्रो प्रम्प्ट अनुसार कहिलेकाहीँ चाहिँ 6-7 वटा मात्रै पनि बनाउन दिन्छ लामो प्रम्प्ट भयो भने। सो हामीले 4-5 वटा गुगल एकाउन्ट्सहरू युज गरेर 4-5 वटा ग्रकको एकाउन्टहरू बनाएर चाहिँ एकै दिनमा 50-60 वटासम्म क्लिपहरू चाहिँ जेनेरेट गर्न सकिन्छ, जसबाट चाहिँ हामीले एउटा धेरै लङ भिडियोहरू पनि बनाउन सक्छौँ। ओके, थ्याङ्क यू।